नमस्कार। पछाडिपट्टि नेपालबाट खेलाडीहरू आएर प्र्याक्टिस गरिरहनु भएको छ। शारजा क्रिकेट स्टेडियम यति बेला रङ्गमञ्च भइसकेको छ, सबै रेडी अवस्थामा छ। 27, 29 र 30 तारिकमा हुने नेपाल भर्सेस वेस्ट इन्डिजको यो गेम तपाईँहरूको लागि अब धेरैजनाको जिज्ञासा थियो, दाइ यस विषयमा भिडियो बनाउनुहुन्न तपाईँले भनेर म नबुझिकन भिडियो नबनाउने भनेर आज स्वयं म यहाँनिर आएको छु स्टेडियमबाट। तपाईँहरूलाई महत्त्वपूर्ण जानकारी के दिन चाहन्छु भने टिकटको प्राइस कति हो भन्ने छ धेरैले। एक्चुअल टिकटको प्राइस भनेको 50 दिरामको, 60 दिरामको, 100 दिरामको र 400 दिरामको आफ्नो क्षमता अनुसार कहाँ बसेर हेर्ने तपाईँको इच्छा हुनेछ। र टिकट तपाईँहरूले यहीँ आएर पनि लिन सक्नुहुनेछ, अनलाइनमा पनि लिन सक्नुहुनेछ, अथवा हामी चाहिँ फिजिकल्ली नै लिन्छौँ तपाईँसँग लिन्छौँ भन्नुहुन्छ भने केही टिकट मैले पनि आज यहाँबाट लिएर गएको छु, मसँग पनि तपाईँहरूले टिकट प्राप्त गर्न सक्नुहुनेछ। सम्पर्कको लागि तल नम्बर छ, कल गर्नुहोला र सबै तपाईँ हामी मिलेर त्यो दिन यहाँनिर नेपाली खेलाडीले चौका छक्का हान्दाखेरि हाम्रो आवाज नेपाल भन्ने शब्द निस्कियोस्। हामी सबैजना उठ्नेछौँ, सबैजना मिलेर नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्नेछौँ। हेर्न सक्नुहुनेछ यो 15,000 क्षमतामा यहाँ धेरैवटा देशहरूले गेम खेलिसकेको छ। हाम्रो एकपटक दुईचोटिसम्म विश्व विजेता बनेको वेस्ट इन्डिजसँग हाम्रो देश नेपाल खेल्दैछ। तपाईँ हामी सबैको साथ र सपोर्ट चाहिन्छ। सबैजना आउनुहोला भन्न चाहन्छु। धन्यवाद।